अहिले नेपाल क्रिकेट तातिएको छ किनभने अहिले प्रधानमन्त्री कप पीएम कपमा नेपाली खेलाडीहरूले जलवा देखाइरहेका छन्। पीएम कपमा सबैभन्दा बढी चर्चाको शिखरमा रहेका छन् ईशान पाण्डे। ईशान पाण्डेको अलराउन्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री पीएम कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ। मंगलबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई 69 रनले हरायो। बागमतीले दिएको 289 रनको लक्ष्य पछ्याएको गण्डकी 44 ओभरमा 219 रनमा अल आउट भयो। गण्डकीका लागि वंश छेत्रीले सर्वाधिक 55 रन जोडे। उनले 90 बलको सामना गर्दै 4 चौका प्रहार गरेका थिए। ओपनर समीर कणेलले 51 बलमा 1 चौकाको सहयोगमा 26 रन जोडे। अमृत गुरुङ 20 तथा कमल परियार र दीपक डुम्रे समान 19 रनमा आउट हुँदा सुभाष भण्डारी 18 रनमा नट आउट रहे। बागमतीका लागि ब्याटिङमा अर्धशतक बनाएका तथा प्लेयर अफ द म्याच भएका ईशान पाण्डेले 4 विकेट लिए। पीएम कप डेब्यू खेल खेलेका साकार गजुरेलले 2 तथा सूर्य तामाङ, रिजन ढकाल र गौतम केसीले समान 1-1 विकेट लिएका थिए। त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 288 रनको योगफल तयार गरेको थियो। बागमतीका लागि ओपनर ईशान पाण्डेले सर्वाधिक 69 रन जोडेका थिए। उनले 82 बलमा 6 चौका प्रहार गरेका थिए। दोस्रो विकेटका लागि शुभ कंसाकारसँग ईशानले 90 रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। शुभ 51 बलमा 9 चौकाको सहयोगमा 52 रनमा आउट भएका थिए। विपिन आचार्यले 42 बलमा 7 चौका र 2 छक्काको सहयोगमा 63 रन जोड्दै नट आउट रहेका थिए। 9 विकेटका लागि विपिनले रिजन ढकालसँग मिलेर नट आउट 76 रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। रिजन 24 बलमा 3 चौकाको सहयोगमा 23 रनमा नट आउट रहेका थिए। विवेक राणा मगर 37 बलमा 4 चौका र 2 छक्काको सहयोगमा 34 रन बनाउँदै आउट भए। कप्तान पृथु बास्कोटा 16 तथा ओपनर आशुतोष घिरैया 14 रनमा आउट भए। गण्डकीका लागि अर्जुन कुमारले 4 तथा विपिन खत्री र सुभाष भण्डारीले समान 2-2 विकेट लिएका थिए। जितसँगै बागमती 5 खेलमा 4 अङ्क जोड्दै 6औं स्थानमा उक्लिएको छ। पराजित गण्डकी भने 5 खेलमा 2 अङ्कका साथ 8औं स्थानमा रहेको छ।